हेलो अनि नमस्ते गाइस, स्वागत छ हजुरलाई फेरि पनि हाम्रो यो नयाँ भिडियोमा। र आजको यो भिडियोमा अब हामीसँग फेरि पनि दुईजना गेस्टहरु हुनुहुन्छ। हजुरले पहिले पनि देखिसक्नु भएको छ होला, धेरैजनाले उहाँहरुको भिडियो युके मान्डुमै अब उहाँहरुले आफ्नो एक्सपिरियन्स सुनाइसक्नु भएको छ। र आज चाहिँ उहाँहरुले त्यो स्टुडेन्ट लाइफको एक्सपिरियन्स बाहेकको पनि अरु एक्सपिरियन्सहरु पनि यहाँ शेयर गर्नुहुन्छ। र अब म ढिला नगरी हैन, अब हाम्रो यहाँ दुईजना महानुभावहरुलाई स्वागत गर्न चाहन्छु। स्वागत छ भाइ। धन्यवाद। स्वागत छ भाइ। धन्यवाद। सो अब परिचय भाइको अब म आफै दिन्छु है त, उहाँहरूले अब दिनु भएन। सो भाइको परिचय छ हिमाल बस्याल र उहाँको छ दिलीप बगडिया हैन, दिलीप जी हाम्रो गेमिरे। हाम्रो दाइको नाम प्रदीप। मेरो नाम प्रदीप राउत हैन। युके मान्डु इज इन इन्स्टाग्राम एज वेल। अब इन्स्टाग्राममा पनि टक्क युके मान्डुलाई फलो गरिदिनु पर्यो। अब युके मान्डुले चाहिँ ब्याक टु ब्याक इन्स्टाग्राममा पनि खतरा खतरा कन्टेन्टहरु ल्याउँदैछ, बवाल कन्टेन्ट कै। ओ माय गॉड भाइ, तिमीले बवाल विशेष कहाँबाट आयो? अब आइरहेको छ यस्तो मलाई अलिअलि फ्लेक्स हान्दिम नभनेर क्या। ओ माय गॉड फ्लेक्स हैन, हैन बवालको राम्रै लाग्थ्यो त्यही भएर। र फेरि म हजुरलाई के भन्न चाहन्छु भन्दाखेरि भाइ ब्याचलर्समा हुनुहुन्छ, अब मास्टर्समा हुनुहुन्छ। सो केही कमेन्ट, केही हजुरलाई केही क्युरी छ भने भाइ ब्याचलर्स मास्टर्सको भने यु क्यान कमेन्ट डाउन, अथवा उहाँहरूको म प्राइभेट आइडी पनि मेन्सन गरिदिन्छु, उहाँहरूलाई सोध्न सक्नुहुन्छ। उहाँहरूको चाहिँ मैले देखेको अरू ब्याचलर मास्टर्स भन्दा पनि स्टुडेन्टकोमा उहाँहरूको चाहिँ लाइफ बेटरै छ हैन। दुईजना अब माल पैसा छापिरहेको भन्छ नि, त्यस्तै अवस्था छ। सो अब यो पैसा कसरी छापियो, काम कसरी पाइयो, यदि यो कुरा बुझ्नु छ भने उहाँले आफै यहाँ कमाएर 19,000 पाउन्ड हैन, 19,330। ओ माय गॉड 19,330 पाउन्ड, 19,330 पाउन्ड फी तिरेको मानव यहाँ हुनुहुन्छ। भाइको 17,000 हैन भाइ टोटल 1 इयरको ब्याचलर्सको लगभग 17, 18, 20,000 कति छ फी। 20,000 बुझाइसक्यो। 20,000 बुझाइसक्यो उसले आफैले कमाएर नेपालबाट नमगाइकिन है। सो गरे भने पोसिबल हुँदो रहेछ। त्यो गरेर पनि बबालको टी सर्ट लगाएर यति हाँसमुख देखेर हेर्नुहोस् किन कसरी यस्तो भइरहेको, यो कसरी पोसिबल भयो? यस्तो के त अब प्रब्लम छ भनेर रुँदै हिँड्नु त भएन नि त हैन। दाइ तपाईसँग हैन प्रब्लम छ भनेर अब रुँदै नगरेको नि त, अब पैसा त आउँदैन नि त। काम त गर्नु पर्यो, काम त गर्नु पर्यो। काम पाइयो, काम छोड्नु भएन। हाम्रो हजुरबाले भन्नुहुन्थ्यो कि एउटा कुरा, हाम्रो हजुरबाको कुरा जोडौँ हैन। यो उमेर भनेको माटो खा ढुङ्गा सुत्ने उमेर हो। ओके सही भन्नु है, माटो खा ढुङ्गा सुत्ने उमेर हो हैन। स्ट्रगल गर्नु पर्यो, स्ट्रगल त गर्नु पर्यो। सबै घरले एकचोटि आउँछ, सबैको फेज आउँछ। जस्तो तपाईँको पनि थियो होला एउटा हैन, सबैको थियो। मेरो बुवाको पनि थियो होला, मेरो हजुरबाको पनि थियो होला। एउटा फेज हो यो भनेको चाहिँ, एकचोटि पास हुन्छ हैन त, त्यो पास भइहाल्छ हैन। यस्तो अब फेज त अब त्यही हो, अब दुखै गर्न आयो, दुख गर्नै पर्यो। काम चाहिँ मैले चाहिँ अब त्यही हो, फुल टाइममा चाहिँ काम पाइरहेको थियो। रिक्वेस्ट गरेँ यताउता, अनि त्यसपछि 60 आवर्ससम्म पनि हाल्ने विकली एनआईमै। त्यो भएपछि त पैसा राम्रै आउँछ नि त। राम्रै भन्दा नि अब त्यही बाबाले आयो नि 20K सम्मलाई म्यानेज भइरहेछ भनौँ न। ओके 20K हैन, एकदमै राम्रो भाइ। त तिमीले अब त्यो कसरी तिर्यौ हैन? म त त्यही तिमीले तिम्रो आफ्नो स्टोरी सेयर गर्यो भने यहाँ धेरैजना अडियन्सहरु मोटिभेट हुन सक्नुहुन्छ क्या। किनभने अहिले युकेमा चाहिँ धेरैजना डिमोटिभेट भएर काम नपाएर 1 महिना 2 महिना 3 महिना 4 महिना भएको छ, काम पाएको छैन भन्नुहुन्छ हैन। सो तिम्रो 20K, भाइको अब 18K आफै हैन। तिम्रो त अझै 1 इयर मात्रै हैन, 4 वर्ष हैन। अब लास्ट इयर अझै 20K तिर्नु छ हैन। अब टोटलमा चाहिँ मैले 12K बुझाएपछि सकिन्छ यहाँनिर। 12K बुझाएपछि तिमी टोटल कति बुझायो? 24K बुझायो हैन अहिलेसम्म? 20 अहिलेसम्म बुझाए। नै 20 बुझाए मैले। 20 into 190 कति हो यार? म हिसाब गर्न सक्दिनँ त। 900 38 त्यो गर्दा त मन चरक्कै खान्छ रे गर्दा। 18 हेर्नु खतरा हो नि यार। त्यो भनेपछि विद्यार्थी लाइफमा आएर अब उहाँको हजुरबाको कुरा अनुसार ढुङ्गा खाएर माटोमा सुत्ने के अरे? माटो खाएर ढुङ्गामा सुत्ने। माटो खाएर ढुङ्गामा मतलब त्यति क्यापासिटी राख्नु पर्यो कि माटो पचाउन सक्ने राख्नु पर्यो भनेको स्ट्रगल छ नि हैन। त्यो चाहिँ पचाउन सक्नु पर्यो कि यो उमेरमा चाहिँ भनिदिनु पर्यो हाम्रो अडियन्सलाई प्लिज ल। यो उमेरमा चाहिँ पचाउन सक्नु पर्यो कि त्यति धेरै स्ट्रगलहरु के हुन्छ भनेर आत्ति नै होइन। त्यो यस्तो माटै खानी भनेर गएर माटो खानी त होइन त, हैन मतलब यो एउटा रिलेट गरे हो के। स्ट्रगललाई चाहिँ माटोको रूपमा लिगौ, स्ट्रगललाई खानु पर्यो। त्यसपछि अब गाह्रो साह्रो पर्दा पनि बस्नु पर्यो। म चाहिँ अब फेरि भनेको त गाह्रै कुरा भयो। अब हाम्रो अडियन्स चाहिँ मेनली भनेको अब युके स्टुडेन्टहरु नि त हैन। अनि उहाँहरूको चिन्ता मलाई धेरै लागिरहेको हुन्छ क्या। कतिजना मलाई मेसेज आइरहेको हुन्छ नि त यताउति। अनि अब सो उहाँहरू मेरो भन्छु नि, मैले माया गर्ने मेरो अडियन्सहरूलाई चाहिँ मैले भन्दा पनि आज तिमीहरूले बोलेर मजाले सम्झाएर कसरी हुन्छ, मैले चाहिँ सम्झाउँदा म थाकिसकेँ हैन। तिमीहरूले पनि यसो ल आफूले बुझेको
हजुरबाबुको कुरा होला ठुलो बाबुको कुरा होला के कुरा भनेर ल अडियन्सहरूलाई आज फलाइ फुलाइ गरेर मोटिभेट गरिदिनु पर्यो क्या मेरो अडियन्स। हजुरबाबुबाट सुरु गर्ने कि मामाबाट? म हजुरबाबुबाट सुरु गर्ने। अब तपाईँ नेपालदेखि हेरिरहनु भएको नि यो भिडियो चाहिँ अब यो के आउने नआउने कुरामा दोधारमा नपर्नुहोस्। एउटा डिसिजन लिनुहोस्, के आउने के नआउने। आउने भयो सिधै आइदिनुहोस्, केही धेरै कुरा नसोध्नुहोस्। आएपछि धेरै एक्सपेक्ट चाहिँ नगर्नुहोस्। नेपालबाट आउँदा चाहिँ एक्सपेक्ट धेरै गरेर ओहो मैले धेरै उहाँ गएर पैसा कमाउँछु चिल गर्छु लाइफमा यताउति रमाइलो गर्छु भनेर त्यस्तो छ भने दिमागमा त्यस्तो छ भने तपाईँ नेपालमै ब्याचलर गर्नुहोस् बरु। ब्याचलरमा आउनु खोज्दाखेरि नभए आउने जो हो भने एउटा कुरा के गरेर आउनुहोस् भन्दा उहाँ गएर मैले सोचे जस्तो लाइफ हुँदैन। पहिलो कुरो एक्सपेक्ट धेरै नराख्नुहोस्। म पनि त एक्सपेक्टै नलिकन आएको हो। पहिलो कुरो एक्सपेक्टै नलिकन आउनुहोस्। त्यत्रो धेरै एकदम ह्युज हुन्छ होइन। म के अरे अरूको लाइफहरू देख्दा यताउति जस्तो मान्छेहरू के सोध्छ भन्दाखेरि जस्तो यहाँ हामी स्ट्रगल त गरिराखौँ होइन, तर महिनामा एक दिन फोटो राख्छौँ होइन फेसबुकमा अथवा इन्स्टाग्राममा। मान्छेले के सोधिदिन्छ भन्दाखेरि नेपालबाट हेरेकोले ओहो यो त चिल गरिरहेको रहेछ, ओहो यसको जस्तो लाइफ आहा होइन। उनीहरूले हेरे छैन कि 29 दिन हामीले मरिमेटी काम गरिरहेछौँ होइन, घरमा डिप्रेस भएर सुतिरहेछौँ नहुँदाखेरि कपाल झरिरहेछ होइन, खाना राम्रोसँग टाइममा पाएको छैन, कसैले देख्दैन। कसैले पनि देख्दैन नि त। महिनामा एउटा फोटो इन्स्टाग्राममा राखिदियो ओहो यो त चिल गरिरहेको त वाउ कस्तो राम्रो है विदेश आहा। आइफोनबाट कस्तो राम्रो फोटो आउँछ। आइफोनको मन्थली इन्स्टलमेन्ट तिरेको कसैले देख्दैन, घरको रेन्ट तिरेको कसैले देख्दैन, ट्रान्सपोर्टेसनमा अब पैसा गएको कसैले देख्दैन। त्यो मन्थली इन्स्टलमेन्ट तिरेको बेलामा अझै त्यो ब्याङ्कले मेसेज पठाउँछ नि ओ यु गट नो फन्ड टु कभर यो डाइरेक्ट डेबिट भन्दाखेरि कति मन होइन। अनि फेरि साथीलाई मेसेज गर्यो ओइ मेरो फोनको बिल काट्न आँट्यो यार 60 पाउन्ड हाल्दैन। अब यसले चिल गरे म पनि गरेर चिल गर्छु भन्ने त्यो एक्सपेक्टले चाहिँ नआउनुहोस् होइन। आउनु भयो एउटा राइट डिसिसन गरेर आउनुहोस्। म गएर स्ट्रगल गरेर पछि अब फ्युचर राम्रो बनाउँछु भन्ने तरिकाले आउनुहुन्छ भने आउनुहोस् होइन। नभए अब यो यस्तै हो चिल गरिन्छ उहाँ गएर पनि अब भनेर त्यस्तो हिसाबले चाहिँ नआउनुहोस् भन्छु म चाहिँ होइन। आउनु भयो चाहिँ ठ्याक्कै त्यही हो। अब यहाँ त स्ट्रगल छ होइन, अब अपर्च्युनिटी पनि छ नभएको होइन। अपर्च्युनिटी चाहिँ अब मेन अब स्टुडेन्ट हुँदा चाहिँ धेरै कुरा आफ्नो सकिँदैन नि त। अब आफ्नो बजेटले पनि पुग्दैन, इफ बजेटले नै पुगे पनि रुल रेस्ट्रिक्सनहरूले कतिले फ्रिल्यान्सिङ जानेको हुन्छ त्यो पनि गर्न पाउँदैन, कतिले चाहिँ बिजनेस आइडिया निकाल्छ गर्न सक्दैन किनभने सेल्फ इम्प्लोइड हुन मिल्दैन। अब त्यो कुरालाई चाहिँ आफूले पढ्ने होइन, बरु आफ्नो इन्ट्रेस्ट कुनै छ भने त्यही सब्जेक्ट रोजेर आउने, अलिअलि टाइम दियो भने पनि धेरै कुरा सिकिन्छ नि त। सधैँ रट्टिनु त पर्दैन नि नेपालमा जस्तो त। अलिअलि टाइम दिने, बरु पिएसडब्ल्यू छ आफ्नो 2 वर्ष अब त 1.5 वर्ष हो क्या। अब 2027 जनवरी 8 भन्दा अगाडि कसैले अप्लाई गर्नुभयो भने 2 वर्षै हो। अब यदि 2027 जनवरी 8 भन्दा पछि अब ग्रेजुएट हुन्छ भने चाहिँ ग्रेजुएट हुने हो कि अप्लाई गर्ने हो? होइन ग्रेजुएट हुने हो। अब कुरा त्यही त हो नि। अब 2027 जनवरी 8 भन्दा अगाडि गर्नुभयो नि त पाउनु म 2 वर्षमै। तर त्यो भन्दा पछाडिको हजुर कोर्स सकिन्छ भने चाहिँ 18 महिना है। 18 महिना त्यही पनि इफ त्यो पनि राम्रो टाइम हो, अब राम्रो आइडिया छ भने नट ब्याड हो नि हैन। यस्तो छ कि यहाँ चाहिँ अब दाइ तपाईँले अब एउटा आइडिया निकाल्नु भयो, अब ट्राई गरिदिउँ न त भनेर पनि ट्राई गर्नु भयो। एटलिस्ट ल ओके अलिअलि डुब्यो भने पनि काम त छ नि त आफ्नो, कामै छोडेर त्यता लाग्नु त भएन। त्यही हो अब स्ट्रगल त गर्नै पर्यो पहिला। तर अहिलेको रुलले के भन्छ भन्दाखेरि नयाँ स्टुडेन्टलाई त्यो तिम्रो पहिला चाहिँ कोर्स सकिसकेपछि के फर्क के हुन्छ नि हैन। अहिले चाहिँ यदि नयाँ आइडिया ल्याएर नयाँ बिजनेस इनोभेटर भिजा भनेर ल्याएको छ क्या। सो खोइ त्यो छैन, पहिला 50,000 थियो, अहिले त्यो पनि तोकेको छैन। नो मिनिमम रिक्वायरमेन्ट, तर आइडिया फरक हुनु पर्यो र आफू ट्यालेन्टेड हुनु पर्यो क्या। अनि मैले यो कुरालाई कपी गरेर मैले च्याट जिपीटीमा सोधेको थिएँ। मैले ल म बिजनेस स्टुडेन्ट हो, यदि मैले मेरो कोर्स सकिसकेपछि मैले एउटा टेक अवे रेस्टुरेन्ट खोलेँ भने म मिल्छ त भनेको मिल्दैन भन्थेँ क्या। अब किनभने अब यहाँ टेक अवे त छ नि धेरै छ नि त। टेक अवे त टक्नै पर्छ अनि टेक अवे रेस्टुरेन्ट पब बार धेरै छ नि त। त्यो भन्दा पनि फरक हुनु पर्यो क्या। अब तिमी आइटी स्टुडेन्ट छौ भने आइटीमा तिमीले केही अब हुन्छ नि के आइडिया निकाल्नु पर्यो। अब बिजनेस हो भने के आइडिया, ल पढ्दैछौ भने के आइडिया। सो अरूभन्दा अब हामी जन्मेको पनि त अरूभन्दा फरक जन्मेको नि त होइन, किनकि फरक आइडिया त होला नि त हामीसँग पनि। अनि आइडिया नभए पनि यस्तो हुन्छ नि त 2 वर्ष 1.5 वर्षको टाइम परेर राम्रो टाइम हो नि त। आफ्नो क्यापिटल अनि आफूसँग अब त्यति टाइममा चाहिँ मजाले उ गर्ने कामहरू गर्ने अनि त्यसपछि सक्ने। मतलब अब फर्किए पनि भयो, अरू कन्ट्री गए पनि भयो, एक्सपिरियन्स त हुन्छ नि त। एउटा कुरा डिप्रेस यो देशमा डिप्रेस मान्छेहरू धेरै हुँदो रहेछन् भन्ने कुरा चाहिँ अलिकति मैले बुझिरहेको थिएँ। कस्तो भन्दा मेरो साथी एउटा उसले नाइट ड्युटी गर्छ। हजुर ऊ आएदेखि नै नाइट ड्युटी गरे हो। उसलाई बाहिरको संसार केही पनि थाहा छैन खासै, न्युजभरि सुत्ने हो होइन।
दिउँसो सुत्ने नयाँ मान्छेसँग भेट्नु छैन नयाँ टास्क केही गर्नु छैन दिन रातभरि काम गर एउटै ठाउँमा काम गर एउटै टास्क रातभरि त्यो फरक टास्क पनि केही छैन उसको काम सेम रुटिन के जस्तै एउटै लुपमा चलिरहेको उसको 6 दिन नाइट काम गर्छ उसलाई दिमागमा के परिसक्यो भन्दाखेरि अब नेपाल फर्केर मैले केही गर्न सक्दिनँ अब मैले केही पनि गर्न सक्दिनँ मसँग ब्याङ्कमा 1 करोड छ तर पनि मैले केही गर्न सक्दिनँ 1 करोड त के हो र नेपालमा नेपालमा 1 करोड भन्ने के हुन्छ र भन्न त सुरु गरिदिनु यार ल मेरो 5 लाख रुपियाँ पनि छैन यार त्यस्तो हुन्छ नि त अनि किनभने यस्तो क्या अब यहाँ आइसकेपछि हामी के गर्छौँ भन्दाखेरि अब तिम्रो अब भन्यो नि अघि हो त्यो नाइट ड्युटीवाला अब उहाँहरूलाई के हुन्छ अब बिहान दिनमा सुत्नुहुन्छ अब त्यो 2 घन्टा चाँडो उठेर एउटा केही सोच्यो भने केही न केही त आउला नि त आउँथ्यो होला तर साथीभाइ भेट्यो भने होइन आइडिया सोध्नु परेन सबैले बिजनेस गर्नलाई सबैले सक्दैन सबै बिजनेस हुँदैन होइन तपाईँ हामीमा नहुम्लाएर हामी हुम्लाएर तपाईँसँग कन्टेन्टको आइडिया छ मसँग बोल्ने उ छ उहाँसँग त्यस्तो डिप्रेस भएर पनि बस्नु हुँदैन नयाँ नयाँ मान्छेहरू भेट्न कोसिस गर्नु पर्यो एक्सप्लोर गर्नु पर्यो होइन नयाँ साथीहरू बनाइरहनु पर्यो आइडियाहरू आइरहन्छ त्यस्तो मान्छेहरूको फेरि सोच्ने फेरि त्यो धेरै काम गर्ने मान्छेहरू फेरि सिधै त्यो खालि उ सोच्ने रहेछ क्या भिजा रुल चेन्ज भयो ल भन्यो मेरो साथीले अस्ति फोन गरेर पुरा ऊ एकदम फायरमा थियो क्या किनभने उसको साउले चाहिँ ल तेरो स्टुडेन्ट सकिने थियो पिएसडब्ल्यू नले म चाहिँ तेरो स्पोन्सरै गराइदिन्छु भन्दै थियो गर्थ्यो पनि होइन अब रुल चेन्ज भयो मिलेन नि त ऊ त्यसै फायर भएको छ क्या अब छ नि त टाइम 2 वर्ष पिएसडब्ल्यू बाँकी छ तँलाई त्यति नै राम्रो लाग्यो भयो मास्टर्स गर्न पाइन्छ 3 वर्ष त छ नि त अप्सनहरू त मेरो एउटा साथी छ क्या अर्को साथी छ होइन उसलाई मलाई भिजाको बारेमा केही सोध्नु पर्यो भने उसलाई फोन गरे हुन्छ कि उसलाई भिजा इमिग्रेसन अफिसर जस्तो भइसक्यो उसलाई सब थाहा आएको रुल्सहरू त्यो मभन्दा ढिलो आएको फेरि युके मभन्दा पछि आएको युके होइन ऊ कामै गर्ने जतिखेर पनि खालि त्यसपछि टिकटकको भिजाको बारेमा हेरै गर्ने रिसर्च गरेको त राम्रो तर टिकटकमै भन्दा पनि आफैले म त वेबसाइटहरूमा जाने आर्टिकल पढ्ने गरेको त राम्रो टिकटकमा त दुनियाँले के भनिदिन्छ सब टिकटकको भिडियो सेयर गर्ने होइन मलाई भिजाको बारेमा केही डाउट छ भने उसलाई फोन गरेर सोधै हुन्छ कि ल यस्तो भयो यो भयो भने के हुन्छ उसलाई सब थाहा बरु त आफूले पढेको कोर्सले गर्दाखेरि अब यहाँ हामीले बिजनेस सेटअप गर्न सकिनँ भने होइन तर यदि हजुरहरूले दिनको 1 घन्टा त्यही कोर्समा अथवा त्यही आफ्नो इन्ट्रेस्टमा बुझ्नुभयो भने त यदि हजुर नेपाल जानु पर्यो भने त एउटा राम्रो स्टडी गरेर जानुभयो भने त यु क्यान बी सक्सेसफुल बिजनेसम्यान होइन त मेबी अरू अप्सन पनि त्यही त अब हजुर खालि काम रुम गर्नुभयो भने केही कति कुरा सिक्नुहुन्न क्या हजुरलाई कति कुरा कामले सिकाउँदैन हजुरलाई कति कुरा त्यो पबले सिकाएर हुन्छ क्या हो कि कति कुरा तिम्रो बाबा मम्मीले सिकाउनुहुन्न कति कुरा त्यही पबले सिकाएर हुन्छ क्या सो भट्टी जानु पनि नराम्रो चाहिँ होइन भन्छु है म चाहिँ नेटवर्किङ नै हो भन्छु मान्छे के हुन्छ हो नि अब जहाँ पनि अब पबको इक्जाम्पल गर्दै होइन पब त भइहाल्यो अब जस्तै युनिभर्सिटी गइन्छ कहिलेकाहीँ साथीहरूसँग भेटघाट हुन गइन्छ कस्तो कहाँ कुन मान्छे भेटिन्छ थाहा हुँदैन क्या अब कुन मान्छेसँग उसले के गरेर हुन्छ त जज गर्न त हेरेर त सकिन्न नि त अब चिया खान गयो भने सपोज अब नेपाली पसल तिमी चिया खान जाऊ अब त्यहाँ 2 जना अब केटाहरू कुरा गर्दैछ भने त्यहाँ तिमीलाई मनपर्ने फिल्डको बारेमा कुरा गरिरहेछ भने त त्यहाँ तिमीले कति पायो नि त सिक्न पायो अनि सुन्न पायो अब तिमीलाई महाभारत मनपर्छ अरे अब उहाँ उसले चाहिँ अब त्यहाँ महाभारतको त्यहाँ कुरा गरिरहेछ अरे अब गएर अप्रोच गर्दाखेरि उसँग लिङ्क बढ्यो तिमीले त्यो महाभारतको तिमीलाई थाहा नभएको कुरा उसलाई थाहा होला उसले सिकाइन्छ होइन अनि तिमीलाई अझै बढी परिपक्व हुन्छ नि त महाभारत विषयमा त्यही भएर लिङ्क भनेको एकदमै इम्पोर्टेन्ट लिङ्किङको लागि चाहिँ जति सक्दो मान्छेहरू भेट्ने बोल्ने त्यही हो साथीहरू बनाउनु अझ एउटा कुरा चाहिँ तपाईँ सुरुमा युके आउनु भएको छ भने तपाईँ जब खोजिरहनु भएको छ भने एउटा कुरा चाहिँ मलाई एउटा मेरो तर्फबाट चाहिँ सजेस्ट चाहिँ कसो गर्छु भन्दाखेरि जहाँ नेपाली र इन्डियनहरू धेरै काम गरेका छन् त्यो ठाउँमा काम नगर्नुहोस् भन्छु कि जानुहोस् इङ्ग्लिसहरू अथवा युरोपियनहरू अथवा तिनीहरूले नेपाली र हिन्दी बोल्न नजानेको ठाउँमा गएर काम गर्नुहोस् कि किन भन्दा तपाईँको इङ्ग्लिस एकदमै धेरै छिटो सुध्रिन्छ कि यो भयो भने धेरै राम्रो हुन्छ इङ्ग्लिस मेरो म चाहिँ लास्ट प्रोग्राम थियो नि त मेरो त लास्ट प्रोग्राम थियो अनि त्यसपछि त्यहाँ काम गर्न थाल्यो त्यहाँ सबै युरोपियन एकजना नेपाली त्यो पनि कहिले भेट हुने होइन कहाँ कुरा सुन्यो उनीहरूको अलिअलि बुझिन्छ आफूले फिर्ता गर्न सकिँदैन त्यो प्रेसर हुँदा हुँदा टुटेफुटे बोल्दा अहिले अलिअलि यसो काम चलाउँछ बोलिन्छ अहिले म चाहिँ अझ रिग्रेट गर्छु म 2 वर्ष चाहिँ नेपाली र इन्डियनको बिचमै काम गरेर होइन मेरो इङ्ग्लिस सुधार हुनै सक्दैन नेपाली सुधार मलाई नेपालमा हिन्दी बोलाउने थियो कस्तो होइन यहाँ आइसकेपछि हिन्दी बोलाइहाल्नु हिन्दी चाहिँ आउनु चाहिँ तर सुरुमा त बोलिन्थ्यो अचाल त अब त्यो अचाल बानी परेपछि त्यही हो अब हिन्दी बोल्न आउँदैन झ्याप्पै आउँदैन एक्सक्युज मी भन्दै गरिन्छ अनि फेरि के हुन्छ भन्दाखेरि अब हाम्रो त अब लगभग इन्डियन फेस हुन्छ नि त अब इन्डियन मान्छे आयो भने सिधै ऊ हिन्दी बोलिन्छ हामीसँग हिन्दी बोल्दैछ अनि बङ्गाली आयो भने
अपन बङ्गला के भनिदियो पन्जाबीहरूले नेपालीलाई किन कसैले होइन सिद्धै क्या कसैले बङ्गालीले हामीलाई बङ्गाली सोचेर आउँछ पाकिस्तानले पाकिस्तानी इन्डियनले इन्डियन इभन नेपालीले अप्रोच गर्न पर्यो भने एक्सक्युज मी आर नेपाली यताउति भन्छ होइन इन्डियनले त सिधै आएर हिन्दी मेरो काम अफ के भन्छु नि टक्क एउटा राइडर आयो होइन अनि अर्डर पिक गर्न आयो अनि हिन्दीमा भन्दै क्या भाइ के भन्दै हिन्दीमा मैले भन्दै सरी आई डिडन्ट अन्डरस्ट्यान्ड द्याट भन्दै अनि इङ्ग्लिस बोलो होइन यस्तो अब ल्याङ्ग्वेज त यस्तो रेस्पेक्ट त होइन होइन तर एटलिस्ट अप्रोच गर्दा चाहिँ सिधै अब छक्का पन्दा दुईमा गरिदिने क्या भाषा भनेको सजिलो बनाउनको लागि बनाएको भन्छ नि अब ल्याङ्ग्वेजलाई त्यो डिस्ट्रिक्ट होइन क्या त्यो भनेको त मेरो एउटा ऊ पनि त अन्त यार मलाई के कम्फर्टेबल लाग्छ उसले बुझ्नु पर्यो नि त अब मैले तिमीलाई अब चाइनिज मन पर्दैन अरे अब मैले तिमीलाई चाइनिज खाना ल्याएर दिएँ त बोल्न जाने पनि त्यो कहिलेकाहीँ त बोल्न मन लाग्दैन अप्रोच गर्दा त ल इङ्ग्लिसमै गर्नु पर्यो नि यार अब हामी यहाँ नेपाली भेट्यौँ भने त त्यहाँ डर लागेर अनि बोल्दै गएपछि तपाईँ पनि नेपाली हो भनेपछि गर्छु नि त नेपाली गर्दै जाने हो कि नेपाली हो त्यस्तो गर्दै गएपछि बल्ल अनि त्यो ढुक्क गरिन्छ त्यो चाहिँ हाम्रो त्यो इन्डियाको साथीहरूसँग चाहिँ त्यस्तो अलि छैन के इन्डियनहरूको छैन कि सिधै उसले बोल्न जाने होइन केही मतलबै छैन होइन हामीलाई त्यस्तो लाग्छ तर उसलाई चाहिँ अब उसले पनि सोच्छ होला यो पनि इन्डियनै होला भन्ने होइन त्यही हो अब हामीले पनि नेपाल जस्तो माने हामीले त कन्फर्म गरिन्छ त्यो हाम्रो हामीले कन्फर्म गरिन्छ पर्न उनीहरूले चाहिँ कन्फर्म गर्दैन अहिले यो सिभिक सेन्समा धेरै भिडियो आइरहेको छ लाएर पनि होला अब जति पनि छ नि इन्डियन यो इन्डियनै हो भन्ने होला के अनि फेरि आधा नेपालीलाई फेरि झ्याउँछ फेरि अर्को आधा फेरि चाइनिज जस्तो देखिन्छ अनि फेरि उनीहरूलाई यस्तो ढुक्क पनि छ नि त नेपाली लगभग नेपालीलाई हिन्दी बोल्न त्यो पनि छ फेरि आउँदैन भनेर कसैले भन्छ भने किन आउँदैन त कतिलाई यस्तो पनि थाहा छैन के भन्दाखेरि नेपाल एउटा इन्डियाको पार्ट जस्तो लाग्छ कतिलाई मेरो कामको एउटा कलिगले ओ आई थट नेपाल वाज द पार्ट अफ इन्डिया भनिदियो अस्ति यार ऊ साउथ इन्डियाको मान्छे यहाँ लाग्छ नेपालको फुटबल टिम छ त्यहाँ राम्ररी बोल्यो होइन मलाई एकदम पारा नेपाली क्रिकेट टिममा वर्ल्ड कपमा पुगेछ नि अनि उनीहरूले के लाँदाखेरि ओ नेपालको क्रिकेट टिम छ भन्छ यार होइन ओके इन्डिया राम्रो छ हामी पनि इन्डियाको कति आइडल मनाउँछौँ होइन अब विराट कोहली रोहित शर्माहरूलाई हामीले हेर्दै हुर्क्या हो अझै पनि राम्रो लाग्छ होइन अझै पनि इन्डिया क्रिकेट हेरिन्छ अब आफ्नो पनि त छ नि त हाम्रो सिधै त्यो डिसरेस्पेक्ट तरिकाले सोधिदिने होइन नि त राम्रो सोध्नु पनि सकिन्छ म त एक ठाउँमा त झगडै गरेँ बङ्गाली थियो होइन बङ्गलादेशको के भन्यो भन्दा त्यसले जान पनि नजाने जस्तो गरिदियो कि यस्तो हेप्नलाई चाहिँ भनिदियो कि नेपाल त इन्डियाको पार्ट होइन र भन्यो कि यस्तो चित्त दुख्यो भने यति चित्त दुख्यो कस्तो चित्त दुख्छ नि हाम्रो पनि एउटा फ्ल्याग छ भन्ने जस्तो हुन्छ कि हामीले त कसैले रुल गरेको होइन नि त त्यत्रो हिस्टोरिक अब हामी ओके त्योसम्म जानु परेन एटलिस्ट यार सोध्नै ल क्युरियोसिटी नै भयो सोध्न सकिन्छ अरू देशको अफ्रिकातिरकोले सोचे अब अफ्रिकातिर अथवा साउथ अमेरिकातिरकोले भने भए त त्यस्तो चित्त पनि दुख्थेन बङ्गलादेशले चिन्दैन है बङ्गलादेशले सबै थाहा होइन त्यति नजिकको राष्ट्रले के लास्टै गर्ने एकचोटि त्यो बङ्गलादेश र नेपालको म्याच पनि भएको होला लास्ट वर्ल्ड कपमा टी20 वर्ल्ड कपमा एउटा बङ्गालीले तिमीहरूको नेपाल ढुक्का हार्छ केही खेल्दैन भन्यो अनि त्यसपछि हार्छ जित्छ त्यो छैन नि त हामी ग्रो हुँदै आएको छ 10 वर्षपछि वर्ल्ड कपमा गएको छ मलाई त्यही कुरामा प्राउड छ तँलाई नेपालमा जितेर प्राउड फिल हुन्छ भने गर भन्दै होइन अनि फेरि म्याचको दिनै काम थियो कि कसो थियो क्या फर्स्ट इनिङ त बङ्गलादेश झुर खेलाएको थियो नि त अलआउटै हालेको थियो नि त अनि पछि त नेपाल पनि झुर खेल्यो होइन तर त्यही पनि उसले अनि त्यसपछि जम्मा 80 रन हाने कति गर्यो गर्दै थियो अनि मैले 10 वर्षपछि वर्ल्ड कपमा आएर तिमीहरूको टिमलाई सधैँ खेलिरहेको टेस्ट नेसन हो तिमीहरूको टिम त्यतिमा अल आउट गरेर त्यति रन हानेको छ म त्यसमा प्राउड छु तँलाई त्यसमा घमण्ड गर्न छ भने गर भन्ने क्या त्यो पनि त हेर्नु पर्यो नि त सधैँ टेस्ट नेसनसँग खेले हो नि अब त आफूहरूको त इन्डियासँग खेलेको छ साउथ अफ्रिका कता कता खेलेको सधैँ वर्ल्ड कप खेलिरहेको हुन्छ एसिया कप छुटा हुँदैन राम्रो छ टिम होइन हामीलाई टिमसँग हेड छैन त्यो भन्ने तरिकाले हेड गराइदिने क्या अनि अरू के छ हाम्रो हजुरबाबुको कहानी के सिकाउनु हजुरबाले हाम्रो हजुरबाबु धेरै कहानी छ हजुरबाबु हुँदैन अस्ति एउटा फेरि त्यही अस्ति कुरा गर्नुभएको थियो तपाईँले त्यो टिएफएलको साथी ट्याक्कै यो नर्थ ब्रिटिज स्टेसनमा अब कताबाट आएछ त्यो अरूको ट्यापमा घुसेछ ट्रान्सपोर्ट पुलिस रहेछ दुईटा सबै छोपेछ ल बाबु तपाईँको नाम भनेर सबै लिएर घरमा चिठी आएछ
फर्स्ट टाइम भएर अपिलले चाहिँ मिल्छ अरे ए हो? अब सेकेन्ड टाइममा त कोर्ट नै जानुपर्छ भनेर लेखेको छ ओके त्यो पनि त्यो कुरा अपिल गर्नुहोस् है भन्छु नि मैले बारम्बार त्यो पनि सिरियस छ अब थोरै लोभले धेरै हैन दाइले पनि भनिरहेको सुनिरहेको छु कफी कति खानुहुन्छ तपाईले हजुर कफी कति खाने बानी छ मेरो कफी त धेरै छ कफी त मलाई मर्निङ कफी खाइ चाहिन्छ कुन कफी म त कुन कफी क्यापेचिनो भन्छु खेपो छैन सधैँ भाइको मेरो त लाटे मनपर्छ मलाई यो कफीको कहानी फेरि एउटा यस्तो छ कि मेरो फेरि म फर्स्टमा योगी आएको होइन नेपालमा कफी नेपालमा त चिया त हो नि सबै नेपालमा त चिया त हो नि सबै धुलो हालेर बोइल गर्ने त धुलो हालेर बोइल गर्ने अथवा पाकेपछि राख्ने धेरै कफी राख्नुहुन्न भन्ने घरतिरको सोच्थेँ त्यसपछि फर्स्टमा योगी आइयो त्यसपछि अब आफूलाई अब युनिभर्सिटी गयो युनिभर्सिटी साइडमा पोस्ट आएको थियो सबले कफी राखिराख्नु आफूलाई पनि स्मार्ट हुनु पऱ्यो कफी लिएर हिँड्नु पऱ्यो होइन बाहिर अथवा स्न्याप टिचर पठाउनु पऱ्यो पोस्ट आएको होइन पोस्ट त हामीले टिभीमा मात्रै देखाएको पऱ्यो कहिले रियल लाइफमा नदेखायो नि त अब स्मार्ट बन्नु पऱ्यो आफूलाई पनि होइन आयो नि त म अब अलिअलि पैसा खर्च गरौँ न कफी खानु भने दोस्रो कफीको प्राइस हेरेँ होइन टपदेखि हेरेँ सुरुमा 4 पाउन्ड 3 पाउन्ड यताउति छ होइन सबभन्दा लास्टमा देखि 2 पाउन्ड समथिङ सबभन्दा सस्तो 2 पाउन्ड सबभन्दा सस्तो मलाई एस्प्रेसो के थाहा होइन एस्प्रेसो भन्ने के थाहा होइन त्यसपछि सबलाई दिएर कफी भन्दै पालो आइरहेको म पनि किमा बसेँ होइन त्यसपछि मेरो पनि आयो कफी त्यसपछि कफी खै भने त्यो एस्प्रेसो भन्दै यस्तो गरिदियो त्यो यत्रो कप एस्प्रेसो गरिदियो अरू सबलाई ठुल्ठुलो कपमा दिइरहेको छ म के हो यो यति सानोमा किन दिइरहेको रेसिटहरू के हो यता हेरेँ त्यो यत्रो मेरै नाम एस्प्रेसो भनेर यस्तो गरिदिएछ होइन 2 रुपियाँको एक सर्का त सकियो ल त्यो 4 रुपियाँको एक कप किने अब फाइदा हुन्छ अरूलाई देखाउने चक्करमा होइन यति सानोमा दियो कि त्यसमा कस्ट हालेर लेखेको पनि छैन कि त्यसमा 2 रुपियाँ सकियो ल 2 रुपियाँ नेपालीमा कन्भर्ट गरिदिइहाल्ने फेरि त्यतिखेर 160 रुपियाँ थियो होइन त्यो बेला त कन्भर्ट गर्नु मन लाग्छ नि त 2 रुपियाँ खर्च गरेर पनि कति भयो नेपाली भन्दै पुरा हिसाब गरेर हो नि त त्यसपछि केटाहरूलाई देखायो होइन उनीहरूलाई फेरि अलिअलि थाहा रहेछ इन्डियातिरको बङ्गलादेशको थियो ए अब त एस्प्रेसो खायो भन्नु अब त 3 दिन निद्रा लगाइदिनु भन्नु अर्को टेन्सन त्यसपछि अब त निद्रा नलाग्ने त्यसलाई 3 दिन निद्रा लाग्दैन सुरुमा काम गर्ने ठाउँमा कफी पाइँदैन नि त अब अर्को टेन्सन भएन उतापट्टि 3 दिन गयो इत्रु आयो अझ काममा जाँदाखेरि हुन्छ नि अब कफीदेखि नि त्यो टाइमै नहेरिकन खाइन्थ्यो नि त अब 5 बजेबाट काम सुरु छ 8 बजेतिर ब्रेक दिन्छ ओहो कफी भन्नु कफी मेसिन हुन्छ क्यान्टिनमा खुसी हुँदै कफी खायो राति किन निन्द्रा लागेन भन्दै थनाप के खाली गरे म पनि खाल्न अगाडि पहिला म पनि थिएँ क्या अब कफी मसिन भएपछि त्यो पहिले म काम गर्नु त्यतिखेर कफी मसिन यस्तो बनाउन मजा लाग्ने राम्रो लाग्ने के अनि एनी टाइम राति निन्द्रा लाग्ने छटपट अनि म सोच्थेँ क्या के स्ट्रेस छटपट भइरहेछ म त केही पनि सोच्दिनँ त्यो लाग्थ्यो राति 1 बजेसम्म निन्द्रा लाग्दैन रेडबुलको पनि अर्को क्या हुन्छ कि मेरो रेडबुल भन्ने के हो भन्ने थाहै थिएन कि इनर्जी ड्रिङ्क गर्नु मैले सोचेँ अ टाइप अफ जुस हो भन्ने सोच्थेँ कि जहिले पनि रेडबुललाई चाहिँ रेडबुललाई अब इनर्जी ड्रिङ्क्स हो अब इनर्जी दिन्छ भन्ने केही थाहा थिएन एकचोटि के भयो भन्दाखेरि म पहिलाबाट काठमाडौँ गइरहेको थिएँ होइन काठमाडौँ गइरहेको थिएँ मेरो साइडमा एउटा अङ्कल हुनुहुन्थ्यो त्यसपछि हामी सायद बर्दघाटबाट बस चढेको थियौँ बर्दघाटमा हाम्रो ट्रान्जिट थियो कि पहिला बर्दघाटमा जान्थ्यो त्यसपछि बर्दघाटबाट बस चढ्थ्यो त्यसपछि त्यहाँ खानासाना सब खाइयो त्यसपछि उसले दाउन्नेमा लगाएर खाना खान रोक्यो त्यो बसले त्यसपछि नाइट बस चढेको है डेको पनि होइन नाइट बस चढेर आएको त्यसपछि अब खाना त उतै खाएर आइसकेको थियौँ बर्दघाटतिर अब त्यहाँ खाना खाने कुरो भएन हामीले अरू सबले खाना खायो त्यस अङ्कल के भन्नु तिमीलाई के खानु मन लाग्यो यहाँ जुसहरू किन निकाल होला भन्यो त्यो रेडबुल त्यो पनि निलो डब्बा सबभन्दा महँगो अङ्कलले भन्नुभयो कि ल त्यो के खानु मन लाग्यो ल जुस एउटा निकाल म पैसा तिर्दिन्छु भन्दा अब त शान्तिमा त जाँदैन हात सबभन्दा महँगो देखिरहेको हो कि त ट्राई गर्नु मन लाग्यो 300 रुपियाँ पर्थ्यो नेपालमा नाइट बस चढिरहेको छु
सिधै हात गयो रेड बुलमा खाइदिए पनि अरू देख्ने मान्छेले के सोचिरहेको थियो र सोध्छ न होइन रेड बुल खाएर यसलाई के यस्तो काम छ यसको रेड बुल खानु पर्छ रेड बुल खानु पर्ने के काम छ होला मिठो लाग्ने नि त जुस मानेर खायो टाइपको जुस थियो कि मेरो लागि त ख्यालै हुँदैन क्या यस्तो कुराहरू अब यहाँ किन खान्छ मान्छेले होइन मान्छेहरू खै यहाँ त मोन्स्टर हो अझै मोन्स्टर अब यहाँ काममा जान थकिन्छ मान्छे तर झ्याउ हुँदो रहेछ बानी एडिक्सन हो क्या एडिक्सन पनि हो जे बिचमा एडिक्सन हो क्या बिचमा छोड्न सकिँदैन नि रेड बुल मोन्स्टर खाइरहनु मान्छेहरू त्यो खान मन लाग्छ नि स्टोरको अगाडि जाने बित्तिकै किन्न मन लागिहाल्ने क्या छोड्न लास्टै गाह्रो हुन्छ त्यो हप्तामा 2 दिन खानु तेस्रो दिन खानै पर्छ क्या तपाईँले लास्टै बनाउँछ अनि तर फेरि लास्टै एक्जस्टेड हुन्छ एकैछिन एनर्जी आए जस्तो हुन्छ तर त्यो पछि झन् त्यो मुख सुखे जस्तो लाग्छ मलाई चाहिँ मैले देखेको थिएँ मेरो साथीको एउटा लुकोजेडो एउटा के लुकाजोल सो अब गाइज अब अरू केही छ इम्पोर्टेन्ट भन्नुपर्ने ल हाम्रो अडियन्सलाई अरू केही पनि छैन तिहारको शुभकामना दसैँ तिहार आइरहेको दसैँ गइसक्यो तिहार आउँदै दसैँ तिहार भनौँ न समग्रमा अब सबैले जुवा नखेल्नुहोस् तिहार एन्जोय गर्नु जुवा नखेल्नुहोस् अनि ठक्क यदि एक्लै हुन्छ भने कोही साथीभाइकोमा गएर बरु रमाइलो गर्नुहोस् होइन दिउँसोमा भेट्नु कलेजहरू जानु एकदम फ्यामिलीको मिस भएको छ यदि नयाँ हुन्छ अब कोही छैन केही छैन भने हामीलाई मेसेज गर्नुहोस् यदि हामी सक्यौँ होइन यस्तो हुन्छ सानोतिनो इभेन्टहरू गराएर हुन्छ कति फ्री इभेन्टहरू पनि हुन्छ कति ग्यादर अप गरेर हुन्छ कति 4-5 पाउन्डको टिकट हुन्छ त्यतिमा जाँदा पनि हुन्छ रमाइलो त हो होइन सो कल्चरल देखाएर अब यहाँ कसैको कोही हुँदैन सो अब आफूले यदि रोटी मन पर्छ रोटी बनाउनुहोस् होइन अब आफ्नो टिम छ भने घरमा त्यो ठिक भयो होइन लन्डनमा हुनुहुन्छ भने साउथ हल जानुहोस् साउथतिर होइन साउथ हलमा पटक हुन्छ अब प्लमेसीतिर अब भोलितिर भैली खेल्न थाल्छन् सो त्यस्तो हो सबैले आफ्नो ग्रुप विजय बनाएर ठक्क एक्लै हुन्छ भने पनि खुसी हुनुहोस् है युनिभर्सिटीमा हो भने त त्यहाँ पनि नेपालीको कम्युनिटी हुन्छ इन्डियन कम्युनिटी हुन्छ प्रोग्रामहरू भइरहेको हुन्छ हाम्रैमा छ प्रोग्राम दिवाली प्रोग्राम छ होइन हामीलाई इन्भिटेसन आइरहेको थियो त्यस्तै अब हामी आफैले पनि गर्दैछौँ त्यस्तै अब हुन्छ मान्छेहरूको इन्जोय गर्नलाई नथाहा भएर हो क्या युनिमा के हुन्छ भन्ने नै थाहा हुन्न नि त नेपालको केही गर्नै मिल्दैन होला जस्तो लाग्छ नि त हामीलाई डर लाग्छ क्या सुरुमा युनि चाहिँ कस्तो सोच्छ भन्दा मान्छेहरू यहाँ एटेन्डेन्सको लागि मात्रै जाने भनेर सोच्छन् कि अलिकति हाइप पनि गरिदिन्छन् कि यहाँ चाहिँ हामीले यो गर्न मिल्दैन होला भन्ने हुन्छ त्यो स्टुडेन्ट युनियनहरू त्यो त्यतातिर त्यो अपडेटहरू आइरहेको हुन्छ ख्यालै गरेको छैन मैले नि 1 वर्ष त के थाहा इङ्गेज हुनुपर्छ युनिभर्सिटीमा चाहिँ अब सबै कार्यक्रमहरूमा इङ्गेज हुनु सोच्छु म चाहिँ 1.5 वर्ष त मलाई पनि केही थाहा थिएन नेपाली कम्युनिटी पनि छ अनि इन्डियन कम्युनिटी पनि छ एउटा छैन भने आफै क्रिएट गर्नुस् क्या हैन क्रिएट गर्दा नि हुन्छ मिलिहाल्छ नि टाटाबाट भन्नुस् टक्क युनिभर्सिटीसँग त्यो कुरा गरेर आई वान्ट क्रिएट अ नेप्लिज कम्युनिटी हियर त्यो मिल्छ टक्क भनेर हजुर गर्नुभयो भने हामीलाई त्यहाँ युनिभर्सिटीले हेल्प पनि गर्छ इभेन्टहरू गर्दा प्रोग्रामहरू गर्दा स्पोन्सर पनि गरिदिरा हुन्छ आइडियाहरू हो एक्सपिरियन्स हो सिभीको लागि लिङ्क्डइन पेज दिन्छ सो अनि काम गर्यो भने फी पनि दिन सकिने रहेछ सो केटा टक्क फी तिरेर मजाले भाइ अब 12,000 गरिन मात्र म सर त पिएस हुन्छ रमाइलो गर्दै हुन्छ फी तिरेर होइन चिलफिल छ जिन्दगी उहाँहरूको सो हजुरहरूले पनि सक्नुहुन्छ अलि नआत्तिनुहोस् भाइको पनि फर्स्टमा त्यस्तो मिलेको थिएन आत्तिनु त अब भाइ पनि आउने बित्तिकै त थिएन नि त त्यो अभियसली हुन्छ आफ्नो नेटवर्क बढाउने साथीभाइ बनाउने सो टाइम लाग्छ सो टाइम लागेपछि आत्तिनु भएन हार खानु भएन उहाँको हजुरबाले भनेको कुरा यो होइन हजुरबाको कहानीको चाहिँ पार्टहरू पछि आउँछन् अब आजको भिडियो चाहिँ हाम्रो यो होइन ट्रायल भिडियो हो नि त मामाको पनि आउँछ हाम्रो दुबईको मामा पनि हुनुहुन्छ पठाइदिएर हुनुहुन्छ उहाँको कहानीहरू पनि छ अब अन्तिममा यो कहानी सबै आउँदै जान्छ दुबईको मामा हजुरबा होइन ठुलो बुवा काका माइजू आन्टी सबैको कहानी आउँछ र मेन भनेको युके मान्डुलाई अझै फलो गर्नुहोस् सब्सक्राइब गर्नुहोस् र तिहारको शुभकामना दिँदै हाम्रो यो भिडियो एन्ड गर्छौँ भन भाइ हो राम्ररी भन युके मान्डुलाई सब्सक्राइब गर इन्स्टाग्राममा गएर फलो पनि गर थ्याङ्क यू